ह्याप्पी माघे संक्रान्ति टु एभ्रिवान भन्ने दिन अब 2 दिनपछि आइसक्यो नि त। त्यही भएर आज म बनाउँदैछु भुजाको लड्डु। एउटा कराईमा थोरै थोरै भुजा राखेर भुट्दै जाने, थोरै थोरै भुजा राखेर भुट्ने। यसरी भुटेर बनाएको भुजाको लड्डु लामो समयसम्म पनि रहन्छ, एकदम क्रिस्पी रहन्छ नि त। फेरि एउटा कराईमा थोरै भेली राख्ने, भेली राखेर थोरै पानी राखेर मजाले चलाउँदै जाने। त्यसलाई भेली पग्लिन्छ, त्यसपछि पकाउँदै जाने। साइडमा हो टमाटर देखाउने। पकाउँदै जाने। यसरी पकाउँदै जाँदाखेरि यसको कलर चेन्ज हुँदै जान्छ। यतिको कलर चेन्ज भइसकेपछि एउटा कटौरामा थोरै पानी राखेर त्यसमा राखेर हेर्नुस्। यतिको भएपछि हाम्रो भेली पाकेर रेडी भइहाल्यो। त्यसपछि यसमा थोरै 1 चम्चा घिउ राखिदिने। घिउ राखेर मजाले यसलाई फेरि चलाउँदै जाने। यतिको कलर चेन्ज भइसकेपछि हाम्रो भेली पाकेर रेडी भयो। पकाएको भेलीलाई भुजामा राखेर राम्रोसँग एउटा पन्याउले मिक्स गर्दैछु। तातो हुन्छ नि त पहिला, त्यही भएर यसरी मजाले मिक्स गर्दैछु। त्यसपछि हातमा थोरै घिउ लगाएर गोलो गोलो लड्डुको आकारमा लड्डु बनाएर मैले सबैलाई यस्तै गरेर गोलो गोलो लड्डुको आकारमा रेडी बनाएँ। मेरो चाहिँ भुजाको लड्डु माघे संक्रान्तिको लागि रेडी भयो। हजुरहरू पनि बनाएर खानुहोस् है त भुजाको लड्डु।